हेलो नमस्कार, म दिपेन्द्र फेरि महत्त्वपूर्ण भिडियो लिएर उपस्थित भइसकेको छु र धेरैले मलाई सोधिरहन्छन् एसआइपी कसरी गर्ने। आज त्यसैको बारेमा सानो भिडियो लिएर उपस्थित भइसकेको छु। भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेर्नुहोला। सबैभन्दा पहिला तपाईले यान ब्याङ्क एपलाई ओपन गर्नुहोला। अब तपाईले मेनुमा देखिएको इन्भेस्टमेन्ट अप्सनमा क्लिक गर्नुहोला। त्यसपछि अब यस्तो प्रकारको इन्टरफेस खुल्नेछ। यदि तपाईहरू पहिलोचोटि एसआइपी गर्दै हुनुहुन्छ भने एसआइपी रजिस्ट्रेसनमा क्लिक गर्नुहोला। एसआइपी गर्नको लागि डिमेट एकाउन्ट चाहिन्छ। यदि डिमेट एकाउन्ट छैन भने नजिकैको ब्याङ्क तथा मर्चेन्ट ब्याङ्किङमा गएर डिमेट एकाउन्ट खोल्न सक्नुहुनेछ। अब तपाईले आफ्नो डिपी सिलेक्ट गर्नुहोला र आफ्नो क्लाइन्ट आइडी इन्टर गरेर प्रोसिड गर्नुहोला। यसरी तपाईहरूले एसआइपी सजिलै रजिस्ट्रेसन गर्न सक्नुहुन्छ। यदि तपाईहरूले नोबेल इन्भेस्टमेन्ट ब्याङ्किङमा पहिलेदेखि नै एसआइपी गरिरहनु भएको छ भने अब सजिलैसँग पेमेन्ट गर्न सक्नुहुन्छ। त्यसको लागि एसआइपी पेमेन्टमा क्लिक गर्नुहोला। अब तपाईहरूले आफ्नो डिमेट एकाउन्टलाई लिङ्क गर्नुपर्ने हुन्छ। त्यसपछि आफूले रजिस्टर गरेको सिप देखाउनेछ र अब तपाईहरूले सेड्युल पेमेन्टमा एक्टिभ गर्नुपर्ने हुन्छ। यसरी एउटै माध्यमबाट तपाईले एसआइपीको पेमेन्टदेखि लिएर टिएमएस पनि चलाउन सक्नुहुन्छ। टिएमएसको लागि नोबेल स्टक डिलरमा तपाईको ब्रोकर एकाउन्ट हुन जरुरी छ। त्यसपछि सजिलै यान ब्याङ्कबाटै तपाईले यो सुविधा लिन सक्नुहुन्छ। धन्यवाद। यस्तै जानकारीमूलक भिडियोको लागि फलो गरिदिनुहोला र केही जिज्ञासा छन् भने कमेन्टमा लेख्न नभुल्नुहोला। धन्यवाद। नमस्कार।